संसद पुनर्स्थापना गराएर छोडिन्छ। देशलाई लोकतान्त्रिक बाटोमा लोकतन्त्रमा फर्काएर छोडिन्छ। संविधान मिचिएको छ, त्यसलाई संविधानलाई ट्र्याकमा फेरि ल्याएर छोडिन्छ। यो नेकपा एमालेको सङ्कल्प हो। नेकपा एमालेको 11औं महाधिवेशनको सङ्कल्प हो। यो एउटा आन्दोलन हो, एउटा अभियान हो। देश जोगाउने अभियान हो, लोकतन्त्र जोगाउने अभियान हो, विकासको अभियानलाई अगाडि बढाउने अभियान हो र यो प्रतिगमनका विरुद्ध जुझ्ने आन्दोलन हो। यसलाई कसैले गल्तीले पनि अन्डरमाइन नगरोस्। मैले अघि नै भने, नेकपा एमालेको समग्र शक्तिको अगाडि हामी यहाँ उपस्थित भएको यो समुदाय एउटा थोपा मात्रै हो। एमालेलाई होच्याउने, जिस्क्याउने काम कसैले नगरोस्। समाप्त पार्ने इच्छा त मनबाट सधैँका लागि हटाइदिए हुन्छ। म भन्न चाहन्छु, म सबै साथीहरूलाई यस सङ्कल्पमा आत्मविश्वासका साथ लाग्न हार्दिक आग्रह गर्न चाहन्छु र अन्त्यमा भन्न चाहन्छु, तपाईहरूले के भन्नुपर्छ तपाईहरूले जोरदार ढङ्गले भन्नुहोला। मैले पनि भन्छु, नेकपा एमाले। आवाज सबैतिरबाट अलिक जोरदार ढङ्गले आएन। नेकपा एमाले, नेकपा एमाले।